हेलो गाइस, के छ हौ आजको काम हाम्रो यता धानको पिउरा खायो होइन। आखा यहाँ त हाम्रो साधारण टिम हुन्छ उहाँ फरक तरिकाले छ यहाँ गाडी लोड गर्दैछौँ अब होइन। यस्तो छ कोरियाको धानको बिउ राख्यो भरे फेरि ट्र्याक्टरमा के गर्नुपर्छ अब हो। बिउ राख्ने भनेको लास्टै गर्मी खाएर मर्नै आँटेछ यो फिनिल हाउसभित्र। यस्तो गर्मी छ अहिले, अलिकति पानी खा मुन मासियो भनेर यसो आराम गर भनेको छ। त्यही भएर यसो हेर त पसिना, कोरिया आएको फर्स्ट टाइम यति पसिना भएको ल मेरो त। त्यो धान रोप्दैछ, हामी पनि त्यतैतिर लागेको अब होइन। अब अर्को गाडी अघि गएर उता रोपिरहेछ। अब त्यस्तो गाडी अनलोड गर्नु छ, यता खेत जोत्दैछु त्यहाँ होइन। त्यहाँ भर्खर यहाँ त राखेर आएको, लास्टै थकाइ लाग्यो। पानी खाऊ भने पानी मात्र दियो यसले, अरू केही दिएको छैन अहिले त। यो सताइसक्यो। यसो खाना लाग्यो, काम अहिले सकेर अहिले दिउँसोतिर अब के गर्नु, कम्मरै दुखिसक्यो। यतातिर खेत अब यो रोप्ने भन्ने भएको छ। यस्तो यो रोप्ने गाडी भने यही हो होइन। कोरियातिर अब हाम्रोतिर अब यता गोरुहरूले जोतिन्थ्यो, अब यस्तै हो। कोरियातिर यस्तो हुन्छ, मसिनबाट रोप्छ, यसरी रोप्छ। हेर्नु कति दामी बनाएको छ होइन, ट्राक मिलाएछ। अब त्यो गाडीमा खाना लिएर आछ अरे। अब त्यो खाना खान जाने हो महागरी यो भोटेहरूसँग के गर्नु। अब यस्तै त्यो उषा जाने दौड्दैछ, अघि खाना खाने भनिरहेको थियो। अब यही काम सकेर यही खाना खाने भनेर एउटा गाडी लोड गरेर यता गाडी लिएर आएको छु। त्यो गाडी अब झरल्ने हो। यो यस्तो खेत रोप्ने, हाम्रोतिर त जिगज्याग हुन्छ, यहाँ त ट्याग लाइन बाई लाइन छ। रमाइलो छ कोरिया, दामी छ। यस्तो योमा ट्यागकै बिउ राखेको हुन्छ, यो रोपिसक्यो खाली भएको। अब अर्को साल पनि बिउ गर्छ। यस्तो त्यो गाडीमा बिउ लिएर आएको छ। त्यो खाना सुरु गरिसकेछ केटाहरूले। ल खाना खाइसकेर यता साथी र म सुई शिकारमा आनन्द गरेर बसिरहेको छु होइन। अनि साथी के भन्न इच्छा छ भने भनिहाल न यार, भन न भन। केटो त लजाउँछ क्या, केटी जस्तै चाहिँ अब के गर्नु। यस्तै अब भन भने नि भन्दैन। त्यही त यो हाम्रो त यस्तो छ, हिलोमा काम गरियो। बिजोग रमाइलो छ यतातिर। आजको अन्तिम काम सकिनु लाग्यो। यता फुलहरू फुल्ने छ। काम सकिएर अहिले भर्खर रुमतिर आइयो। यहाँ हेर त यस्तो